सबै नेपालीको फेभरेट आलु गुन्द्रुक भटमास र काँचो टमाटरको अचार। हुन त मलाई गुन्द्रुक झोल मात्रै मनपर्छ, त्यही पनि आलु भएको कारणले चाहिँ मैले आज आलु पनि हालेर बनाएँ होइन। अनि त्यसपछि चाहिँ मैले तेल तातेको थियो अनि भटमासलाई अनि भुटे मजासँग रातो हुने गरेर भुट्ने के। अनि हजुरहरूलाई चाहिँ कसरी मनपर्छ, सादा मनपर्छ कि झोलवाला मनपर्छ कि कस्तो मनपर्छ। अनि त्यसपछि मैले यहाँ गुन्द्रुक पनि लिएर अनि भुटेँ कि अलिकति। अनि म चाहिँ गुन्द्रुकहरूलाई यसरी नै भुटेर बनाउँछु नि। हजुरहरूले चाहिँ कसरी बनाउनुहुन्छ मलाई भन्नुहोस् ल। कहिले काहीँ तरकारी के खाने भन्दा यस्तै हुन्छ क्या। अनि त्यही पनि यस्तो मिठो खान पाइन्छ क्या। झन् तरकारी नभएको दिन झन् मिठो हुन्छ क्या यो गुन्द्रुक पकाएर खान। सजिलो छिटो हुन्छ होइन। अनि यसमा चाहिँ मैले मसिनो गरेर प्याज काटेँ। अनि त्यो पछि दुईटा टमाटरलाई नि मसिनो गरेर काटेँ। अरू बेला चाहिँ मैले अलि ढिलो पकाउँथेँ नि, आज चाहिँ अलिक छिटै पकाउनु पर्ने भएर चाहिँ मैले छिटो पकाएँ। अनि मेरो नानी पनि थियो कि, त्यो नानीलाई बिहान स्कुल पुऱ्याउन र खाना पकाउन त कति गाह्रो हुने के एकैचोटि सबै गर्दा। अनि आलु पनि मसिनो गरेर काटिसकेको थिएँ मैले। बिहानको टाइम चाहिँ अलिकति रस नै हुन्छ कि, नानीहरूलाई खुवाउने भन्यो, रेडी गरिदिने भन्यो स्कुलको लागि। अनि खाना पकाएको भिडियो खिचौँ भन्यो, यत्तिकै बिहानको टाइम त यत्तिकै जाने हो क्या। अनि त्यसपछि मैले यहाँ मेथी फुराएर अनि प्याज पनि हालिसकेको थिएँ। साथीहरू मेरो गफ त कहिल्यै सकिँदैन कि, यस्तै हो। अनि त्यसपछि अदुवा लसुनको पेस्ट हालेँ। अनि त्यसपछि अनि यो बेसार पनि हालेर अनि एकछिन चलाएर टमाटर हालिदिएँ कि मैले मजासँग। अनि टमाटरलाई नि अलिकति पाक्ने गरेर राखेपछि चाहिँ जिराको धुलो अनि थोरै खुर्सानी हालेँ। अनि त्यसपछि नि आलु हालिदिएँ कि, काटेर हालेको र अनि म्यास गरेको थिएँ अलिकति, त्यो हालिदिएर अनि चलाएँ। अनि त्यो अहिलेको भटमास अनि गुन्द्रुक हालेँ। अनि तिनीहरूले मजासँग चलाएँ कि, चलाएपछि चाहिँ अनि एकछिन नुन हालिदिएँ। त्यसपछि नुन हालेको थिइनँ नि त मैले अघि, अनि त्यही भएर लास्टमा एकैचोटि हाल्छु भनेर। अनि यो चाहिँ मैले चामल भिजा राखेको पानी हो कि, चोइलानी पानी। अनि चोइलानी पानी हालेर उमाल्दिन आँटेँ। हेर्नुहोस् कति सजिलो छ क्या यो गुन्द्रुक, केही धेरै दुखै गर्नु पर्दैन के। अनि यता चाहिँ मैले टमाटर अचार बनाउनको लागि चाहिँ यहाँ टिमुर अनि खुर्सानी सबै हालेर अनि राखिसकेको थिएँ। अनि यो चाहिँ खिच्नै बिर्सेछु क्या पहिला। अनि त्यही भएर नि अहिले खिच्दैछु। अनि त्यसपछि दुई तिनवटा टमाटरको अनि अचार बनाएँ। अनि पिस्यो। मलाई चाहिँ फेरि अचार चाहिँ यो काँचो टमाटरको चाहिँ सिलौटोमा पिसेको एकदम मिठो लाग्छ कि। अनि मिक्सरमा पिसेको त्यति मिठो लाग्दैन मलाई चाहिँ। अनि त्यही भएर मैले सिलौटोमा पिसेर मेरो अचार पनि यतिको रेडी भइसकेको थियो। हेर्नु गाइस, थ्याङ्क यू सो मच फर वाचिङ।